हेलो नमस्ते गुड मर्निङ सबैलाई यहाँ हेर्नु कस्तो दामी जग्गा रहेछ त्यही कारण तपाईँहरूलाई मैले भिडियोमा ल्याउँदैछु यहाँ हेर्नु यो चाहिँ मोदी स्कुलको पछाडिपट्टि रहेछ राम्रो रहेछ सिलगढी मोदी स्कुलको पछाडिपट्टि भने कति दामी मजाको रहेछ घुम्दै घुम्दै अहिले यहाँनिर मजाको लाग्यो हेर्नु मजाको रोड रहेछ तर मजाको रहेछ रोड चाहिँ दामी रहेछ पिसफुल शान्ति रहेछ हेर्नु चियाबारी छ चाय बगानहरू सबै बिचमा रोड यो छ तपाईँ के अरे सुपारीको बोट सुपारी फलिरहेछ चट्टै त गयो दामी छ मजाको लाग्यो शान्ति लाग्यो तर मैला चाहिँ पुरा मैला रहेछ यहाँनिर चाहिँ बाटो यो खोलेको रहेछ आगो फुकेको रहेछ बाटोबाटै मैला छ मैला पुरा रहेछ यो चाहिँ कुन चाहिँ टी काट्नुपर्छ त्यो चाहिँ मलाई याद भएन तर दामी छ जग्गा चाहिँ चराहरू कराइरहेको छ यो चाहिँ मोदी स्कुल हो यो चाहिँ यत्रो चट्टै यो ब्लु देखेको यो चाहिँ त्यसै कम्पाउन्ड हो यो पनि दामी छ मलाई दामी लाग्यो हेर्नु नि बेसी यता भन्दा पनि खै मलाई यो साइड दामी लाग्यो परैसम्म जानु खोजेको थिएँ तर होइन जाँदिनँ हौ टाढैबाट नजाएर दामी लागेको छ हेर्नु न यता चाहिँ पर्छ उयो यता चाहिँ तपाईँको पर्छ अगाडिपट्टि पर्छ खप्रेल जाने बाटोमा पर्छ यता त चम्ता टी स्टेट हो यो सायद मेरो ख्यालमा पत्थलकट्टा छेउछाउ पर्छ पत्थलकट्टै पर्छ होला यो सायद त्यो चाहिँ मलाई कन्फर्म भएन याद भएन राम्रोसँगले तर चम्ता त चम्तै पर्छ यो चम्ता टी गार्डन हेर्नु न यो फलिरहेछ यति भन्दै बाई बाई